दर्शकवृन्द, परीक्षा सुरु भएको मात्र 6 मिनेटमा हजारौं विद्यार्थीको भविष्य दाउमा राखेर व्हाट्सएपमा प्रश्नपत्रको मोलमोलाई सुरु हुन्छ। तर यसपटक शैक्षिक माफियाहरूको योजना सफल हुन पाएन। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको र्यापिड एक्सनले 24 घण्टा नबित्दै मुख्य नायिकाहरू प्रहरीको खोरमा पुगेका छन्। हो, साउन 8 गते त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर अर्थात् MBS प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियो। तर परीक्षा हलभित्र भन्दा बाहिर अर्कै सेटिङ चलिरहेको थियो। 1000 भन्दा बढी सदस्य रहेको व्हाट्सएप ग्रुपमा एकाएक प्रश्नपत्रको PDF फाइल पोस्ट भयो। सुलभ सर नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै भनेका थिए, इकोको पनि दिन्छु, राम्रोसँग हेर्नुहोला। परीक्षाको मर्यादामाथि प्रविधिको यो नाङ्गो प्रहारले चौतर्फी आक्रोश जन्माएको थियो। विगतमा यस्ता घटना सामान्य ढिलासुस्तीमै सेलाउँथे, तर शिक्षा मन्त्री सस्मित पोखरेलले यसलाई सामान्य रूपमा लिएनन्, किनभने भारतमा भर्खरै देखिएको थियो देश हल्लाउने आन्दोलन जसले त्यहाँका शिक्षा मन्त्रीको जागिरै खाइदिएको थियो। घटना सार्वजनिक हुनासाथ नेपालका शिक्षा मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सिधै फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो CIB र साइबर ब्युरोलाई 24 घण्टा परिचालन गर्न कडा निर्देशन दिए। प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्टको सूक्ष्म विश्लेषण गर्यो। नतिजा स्वरूप 24 घण्टा नबित्दै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका सुलभ सर र स्क्रिनशटमा नाम देखिएका अर्का एक आरोपित पक्राउ परे। यी प्रमुख अभियुक्त हुन् कैलालीको घोडाघोडी नगरपालिका 11 घर भई हाल भक्तपुर बस्ने 33 वर्षीय सन्दीप सिंह। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 बाट पक्राउ गरेको हो। अर्गनाइजेसनल बिहेभियर विषयमा सन्दीप सिंहले भ्रष्ट बिहेभियर गरेका हुन्। त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो। MBS प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकी नै रहेको अवस्थामा उक्त परीक्षामा गैरकानुनी क्रियाकलाप नगर्न ब्युरोले सचेत गराएको छ। घटना लगत्तै मन्त्री पोखरेलले स्पष्ट सन्देश दिएका छन्, शैक्षिक अपराधमा कसैलाई छुट छैन। उनले परीक्षा सञ्चालनमा लापरवाही गर्ने, त्रिविका आन्तरिक संयन्त्रमाथि पनि छानबिन हुने र दोषी जोसुकै भए पनि नछोडिने चेतावनी दिएका छन्। मन्त्रीको यही निर्देशनपछि त्रिवी व्यवस्थापन संकायको डीन कार्यालयले प्राध्यापक अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। विगतमा विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिँदा छानबिन समितिमै कुरा अल्झिने र दोषी उम्किने परिपाटी थियो। तर यसपटक शिक्षा मन्त्री पोखरेलको सक्रियता, प्रहरीको द्रुत कारबाहीले शैक्षिक क्षेत्रमा एउटा बलियो सन्देश दिएको छ, अब कानुनले कुनै मोलाहिजा गर्ने छैन। बालेन सरकारको यो र्यापिड एक्सनलाई तपाईँ कसरी हेर्नुहुन्छ? तल कमेन्ट बक्समा लेख्नुहोला। ताजा र सत्य समाचारका लागि हाम्रो YouTube च्यानल समाचारालय सब्स्क्राइब गर्न नभुल्नुहोला। जापानबाट नेपालमा सिधै 80 करोड रुपैयाँ भन्दा बढी लगानी भित्रिँदै, तर कुनै जलविद्युत वा बाटोघाटोमा होइन। फोहोरलाई मोहोर बनाउने र प्राकृतिक रूपमा पानी सफा गर्ने अत्याधुनिक जापानी प्रविधिमा दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धिकरण र फोहोर व्यवस्थापनका क्षेत्रमा जापानी प्रविधि नेपाल भित्रिने भएको हो। जापानी प्रविधि अभियन्ता गेन मासाकीको अगुवाईमा जापानी कम्पनीहरूले यी क्षेत्रमा करिब 80 करोड रुपैयाँ भन्दा बढीको प्रारम्भिक लगानी गर्ने योजना सार्वजनिक गरेका छन्। काठमाडौँमा सन्दीपनी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आयोजना गरेको जापान टु नेपाल इनोभेट, इन्टिग्रेट एन्ड इन्स्पायर कार्यक्रममा यो लगानी योजनाको घोषणा गरिएको हो। यसबाट नेपालमा हरित प्रविधि मार्फत कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण र ऊर्जा बचतमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। 44 वर्षदेखि नेपालमा कार्यरत गेन मासाकीको अगुवाईमा आयोजित कार्यक्रममा सहभागी जापानी कम्पनीहरूले विभिन्न वातावरण मैत्री प्रविधिको नमुना र लगानी अवधारणा प्रस्तुत गरेका थिए। प्रयोग गरेर फालिएका सिसाबाट बन्ने सुपर सोल प्रविधिले फोहोरलाई स्रोतमा बदल्नेछ, जसमा करिब 50 करोड रुपैयाँ लगानी गर्ने योजना छ। त्यस्तै दूषित पानीलाई प्राकृतिक रूपमा शुद्धिकरण गर्ने अक्सिजन फिल्टरमा 15 करोड र सस्तो मूल्यमै जापानी गुणस्तरको ऊर्जा बचत गर्ने सुपर लिड बल्ब उत्पादनमा 25 करोड रुपैयाँ लगानी गर्ने अवधारणा छ। त्यसैगरी केमिकल र अल्कोहल रहित मिजुकी हाई वाटर प्रणालीले कृषि र पशुपन्छीमा लाग्ने रोग नियन्त्रण गर्नुका साथै मानिसको घाउ सफा गर्न समेत उपयोगी हुने बताइएको छ।
जापानका 80% भन्दा बढी दन्त चिकित्सकले प्रयोग गर्ने यो प्रविधिमा 5 करोड र थोरै पानी प्रयोग हुने सस्टेनेबल टोयलेट प्रणालीमा 10 करोड रुपैयाँ लगानी गर्ने सम्भावित तयारी छ। योजनाबारे गेन मासाकीको भनाइ यस्तो छ। सबै इन्डस्ट्रीबाट पनि मान्छे आयो, एग्रिकल्चर, सिभिल इन्जिनियर पनि आएको, डेन्टिस्ट पनि आयो। अनि किन गरेको भनेको त हामीको टेक्नोलोजीले इन्ट्रोड्युस गर्ने अनि सँगसँगै काम गर्ने मान्छेलाई खोज्छ। त्यसको लागि त्यो टेक्नोलोजी त युनिक टेक्नोलोजी अनि सिम्पल टेक्नोलोजी अनि टेक्नोलोजी बाई जापान मेड इन नेपाल बनायो। It's technology. We don't have any IT, AI, गाउँको मान्छेको टेक्नोलोजी। गाउँको मान्छेको टेक्नोलोजीमा गर्ने के गरिन्छ? 4वटा काम गर्ने भनेर भन्नुभएको छ सर। पानी साफ गर्ने, प्युरिफाई द वाटर, अनि एग्रिकल्चरको लागि पनि अनि मेनली पानी हो। पानी साफ गरेपछि एग्रिकल्चर पनि राम्रो हुन्छ, मान्छेको जिन्दगी पनि राम्रो छ। एभ्रिथिङ I believe water is the most important. We purify the water and do lots of things. त्यो वाटर त उही प्याकेटमा बनाउने वाटर हो तिनीहरू जस्तो। That is one of the our product. 4वटा प्रडक्ट निकाल्ने। One is oxygen water, I mean oxygen fighter. It's too long to explain to. And one for super salt from the glass, and it's not the recycling. We call it upcycling. Upcycling means your फाइदाको भ्यालुदेखि माथि जति सेम लेभल होइन, ग्लास टु ग्लास होइन कि ग्लासदेखि बारीको ग्लास बारीमा बनाउने माटो बनाउने। एउटा सुपर सोइल भयो, एउटा चाहिँ नि पानी प्युरिफाई गर्ने भयो, इको टोयलेट, एउटा इको टोयलेट बनाउने भयो। 5 वर्षको जति you don't need to do anything. टोयलेट अर्को अनि हाई वाटर। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ र सन्दीपनी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नरेश चन्द्र ओझाले यो सहकार्य केवल व्यापारिक सम्बन्ध मात्र नभई नेपालमा नयाँ व्यवसाय, रोजगारी र दीर्घकालीन आर्थिक अवसर सृजना गर्ने साझा अभियान भएको बताएका छन्। नेपाल र चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीतर्फ जाने सिन्धुपाल्चोकको कोदारी राजमार्ग विगत 10 दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। पहिरोका कारण राजमार्ग ठप्प हुँदा यातायातका साधन चल्न सकेका छैनन् भने स्थानीय जनजीवन निकै कष्टकर बनेको छ। राजधानी काठमाडौँलाई सिन्धुपाल्चोकको कोदारी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने यो निकै महत्त्वपूर्ण र ऐतिहासिक राजमार्ग हो। तर यस्तो महत्त्वपूर्ण सडक 10 दिनसम्म पनि सुचारू हुन नसक्दा र खुलाउन प्रभावकारी पहल नहुँदा स्थानीय क्रुद्ध बनेका छन्। उनीहरूले दैनिक जनजीवन कष्टकर बन्दै गएको भन्दै यथाशीघ्र सडक खुलाउन सरकारसँग जोडदार माग गरेका छन्। राजमार्ग अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक नखुलेपछि यसको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले अवरुद्ध सडक खण्डको स्थलगत अनुगमन गरेका छन्। सडक खुलाउन सरकारले अब कस्तो कदम चाल्छ त्यो भने हेर्न बाँकी छ। लघुवित्त संस्थाहरूबाट लिएको कर्जा खारेज गर्नुपर्ने माग लिएर लघुवित्त पीडितहरूले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन्। देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गरिदिन आग्रह गरेका छन्। लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, चर्को ब्याज र जरिवाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू आफ्ना माग पूरा गराउन काठमाडौँमा आएका हुन्। आन्दोलनकारीहरूले माइतीघर मण्डला लगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले लघुवित्त संस्थाहरूको चर्को ब्याज दर, असुलीको दबाव र आर्थिक भारका कारण हजारौं परिवार समस्यामा परेको दाबी गरेका छन्। लघुवित्तका कर्मचारीहरूले आफूहरूलाई दुःख दिएको उनीहरूको गुनासो छ। पीडितहरूले सरकारले पटक पटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग सम्बोधन नभएको गुनासो गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
जर्मनीको राजधानी बर्लिनमा समलिङ्गी तथा तेस्रो लिङ्गी समूहहरू सम्मिलित LGBTQ+ को वार्षिक प्राइड फेस्टिभल नजिकै एक संदिग्ध इस्लामिक अतिवादीले ध्यान जोताउनुका साथै धारिलो हतियार प्रहार गर्दा एकजनाको मृत्यु भएको छ भने 29 जना घाइते भएका छन्। गैराती बर्लिनको प्रसिद्ध टियरगार्टन पार्क नजिकै एउटा सेतो भ्यान अनियन्त्रित रूपमा पैदल यात्रीको भिडमा जोडिएको थियो। गाडी रुखमा ठोक्किएपछि चालकले ओर्लेर धारिलो हतियारले आसपासका मानिसहरूमाथि अन्धाधुन्द आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। सो भीषण आक्रमणमा परि एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने कम्तीमा 29 जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। घटना लगत्तै जर्मन प्रहरीले 21 वर्षीय अब्दुल बलौतलाई गोली हानेर मारेको छ। लेबनानी मूलको उक्त जर्मन नागरिक बलौत पहिलेदेखि नै अतिवादी गतिविधि र विभिन्न अपराधहरूमा संलग्न रहेको प्रहरी रेकर्डले देखाएको छ। ऊ आतंककारी सङ्गठन ISIS मा जोडिन खोजेको अभियोगमा पहिले पनि पक्राउ परेको थियो। जर्मनी गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्टले यो घटना विशुद्ध इस्लामिक आतंककारी आक्रमण भएको र प्रहरी कारबाहीमा ऊ मारिएको पुष्टि गरेका छन्। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वदेशमै लगानी बढाउन र देशको आर्थिक समृद्धिमा हात मिलाउन आह्वान गरेका छन्। अस्ट्रेलियाका युवा उद्यमीहरूसँग भएको भर्चुअल संवादमा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाल सरकारले पछिल्लो समय लगानीकर्ता मैत्री नीतिहरू ल्याएको र नयाँ नयाँ क्षेत्रहरू खुला गरेको जानकारी दिएका छन्। सो क्रममा उनले नेपालमा गरिएको लगानीबाट हुने आम्दानी वा मुनाफा बिना कुनै झन्झट सहज रूपमा फिर्ता लैजान सकिने कानुनी ग्यारेन्टी सरकारले गरेको स्पष्ट पारेका छन्। विदेशमा आर्जन गरेको सिप, पुँजी र प्रविधिलाई आफ्नै देशको विकासमा लगाउन आग्रह गर्दै अर्थमन्त्री वाग्लेले अस्ट्रेलिया सहित प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रेरित गरेका हुन्। अब खेलकुद। नेपालको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग NVL को अक्सन कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँमा आयोजित बडाबडका क्रममा राष्ट्रिय तथा प्रादेशिक स्तरका A, B र C क्याटेगोरीका खेलाडीहरूमाथि 6 वटै टिमले उत्साहजनक रूपमा बोली लगाएका थिए। कार्यक्रममा बोल्दै नेपाल भलिबल सङ्घका अध्यक्ष जित बहादुर चन्दले भलिबललाई थप व्यावसायिक बनाउन र खेलाडीहरूको भविष्य सुरक्षित गर्न यस्ता फ्रेन्चाइज लिगहरूले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। यस पटकको नेपाल भलिबल लिगमा सगरमाथा स्म्याशर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवाराज र खप्तड फाल्कन्स गरी 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। नेपाली भलिबलको इतिहासमा पहिलो पटक फ्रेन्चाइज मोडलमा आयोजना हुन लागेको यस लिगले खेलाडीलाई नयाँ अवसर र नेपाली भलिबलको व्यावसायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। NVL को पहिलो संस्करण भदौ 12 गतेदेखि काठमाडौँको त्रिपुरेश्वरी स्थित कबड हलमा हुनेछ। दर्शकवृन्द, समाचारालय युट्युब च्यानल तपाईँले कहाँबाट हेर्दै हुनुहुन्छ? कमेन्ट बक्समा अवश्य लेख्नुहोला। साथै मलाई माया गरेर लाइक र सेयर पनि अवश्य गर्नुहोला। हवस् त, नमस्कार।